मेनुका गुरुङ भर्खर एसई दिएको विद्यार्थी हुन्। उनी चाहिँ अलि एसई पछिको फुर्सदको समयमा बाबा आमासँग घरायसी काम गरेर उनीहरुसँग सहयोग गरेर बसिरहेका छिन्। मेनुका गुरुङ चाहिँ सधैँ कक्षामा प्रथम हुने अब्बल विद्यार्थी हुन्। त्यसले गर्दाखेरि उले अहिले एसई पनि एकदम राम्रो गरेकी छिन्। उलाई पक्का थाहा छ म यो पालि एसई मा पास हुन्छु, राम्रोसँग पास हुन्छु। तर बिचरा उलाई एउटै चिन्ताले सताइरहेको छ, अब एसई पछिको उसको उच्च शिक्षाको यात्रा हुन्छ कि हुँदैन, किनकि उसको पारिवारिक आर्थिक अवस्थाले गर्दाखेरि त्यो चिन्ताले उलाई सधैँ सताइरहेको छ। डर चाहिँ लाग्छ सर, घरको अलि आर्थिक स्थिति कमजोर छ। बाबाको हेल्थ इस्युले गर्दाखेरि बाबा चाहिँ विदेश जान सक्नुहुन्न। अनि दिदी चाहिँ अहिले आफ्नै जब गरेर आफै पढ्नुहुन्छ। अनि मम्मीले चाहिँ त्यही रक्सीहरू पारेर रक्सीहरू बेचेर त्यहाँबाट अलिअलि खर्च पुर्याउनुहुन्छ। अरू चाहिँ ऋण लिएर पढाउनुहुन्छ। मेनुकाको बाबा पशबहादुर गुरुङ घरको मुख्य जिम्मेवार व्यक्ति नै सानोमा भएको निमोनियाको कारणले गर्दाखेरि जहिले एक्सरे गर्दा पनि छातीमा एउटा दाग देखिने। त्यही कारणले गर्दाखेरि उसको वैदेशिक यात्रा सधैँ समस्यामा परिरह्यो र त्यसैले गर्दा उनको परिवार चाहिँ सधैँ यो गाउँघरकै सामान्य खेती किसान र ज्याला मजदुरीमा भर पर्नु परेको अवस्था छ र निश्चित एउटा के अरे नगद आम्दानीको स्रोत नहुनाले अबको छोराछोरीको उच्च शिक्षाको लागि पनि त्यही के अरे अभाव एउटा पीडाको अवस्था बनेको छ। तपाईले देखिसक्नु भएको छ। यस्तो चाहिँ भेबी घरहरू बनाउँदाखेरि बाहिरको चाहिँ दक्ष कर्मीहरू ल्याएर बनाउँछ। पहिला यस्तो ढुङ्गाको बनाउँदाखेरि हामीले ढुङ्गा बोक्ने काम पाउँथ्यो सर, माटो बोक्ने दलिनहरू बोक्ने काम पाउँथ्यो। अचेल पाउन गाह्रो छ। बच्चाहरूको पढाइ चाहिँ अगाडि बढ्दैछ। पैसाको एकदमै समस्या छ सर। विदेश जाम फेरि मेडिकल अफ छ। यिनै कारणहरूले गर्दाखेरि आम्दानीको स्रोत कमजोर भएको, आर्थिक अवस्था कमजोर भएको पशबहादुर गुरुङको दुईटा छोराछोरी एकैचोटि एसई दिएको छ। यो एसई दिने बेलामा पनि होस्टेलमा राखेर उनीहरूलाई छुट्टै ट्युसनहरू पढाएर ठुलो खर्च गरेर अगाडि पार लगाएका छन् भने फेरि अब त झन् उच्च शिक्षाको लागि दुबईले अब गाउँ छोडेर शहरमा पढाउनु पर्ने अवस्था आएको छ। त्यसमा झन् मेनुका गुरुङ एकदम अनुशासित, एकदम तीक्ष्ण बुद्धिको र गर्दाखेरि त्यस्तै उच्च उद्देश्य लिएर अघि बढिरहेकै छिन्। साइन्स पढेर टिचर लाइनतिर एजुकेसन साइन्स लिएर टिचर बन्ने। मेनुका गुरुङले जे कुरा बोलिरहेको छ त्यो उसको व्यावहारिक रूपले बेहोरेको समस्याहरूको कुरा बोलिरहेको छ। ग्रामीण भेगको सामुदायिक विद्यालयमा मेजर सब्जेक्टको टिचरहरू पाउन धेरै गाह्रो छ, आए पनि टिक्दैन। गर्दाखेरि उसले आफू भोलि गाउँको स्कुलमा त्यो समस्या नआओस् भन्ने के अरे प्रतिबद्धता गर्न चाहन्छ र यो खालको समस्याहरू, यो खालको भोगाइहरू अझै कस्तो अवस्थामा छ भन्ने कुरा त्रिभुवन माध्यमिक विद्यालय भुजुङका व्यवस्थापन समितिका अध्यक्ष उम प्रसाद गुरुङ अझै यसरी स्पष्ट पार्नुहुन्छ। युवाहरू चाहिँ जब एसई दियो त्यसपछि आज घरको परिस्थितिले गर्दाखेरि वैदेशिक रोजगारतिर धकेलिएको चाहिँ अवस्था हो। अहिले यसरी चाहिँ यस्तो योजनाहरू शिक्षाको त जुन प्लानिङ छ त्यो योजनाहरूले चाहिँ बच्चाहरूलाई त्यो शिक्षक पेसामा चाहिँ आबद्ध हुने गरेर चाहिँ त्यो विषयहरू पढाउन सक्यो भने त्यो बच्चाहरू आएर भुजुङ मात्रै नभएर सम्पूर्ण त्यो ग्रामीण भेगका चाहिँ समस्याहरू चाहिँ समाधान हुन्छ। मेरै यहाँको अवस्था हेर्दाखेरि अहिले त तपाईँको इङ्ग्लिसको चाहिँ विषय खाली नै छ। त्यसमाथि साइन्स, त्यसले गर्दाखेरि चाहना हुँदै पनि त्यो बच्चाहरूले फेरि राम्रो शिक्षा चाहिँ लिन पाइराखेको छैन। तपाईँले सुनिहाल्नुभयो, सामुदायिक विद्यालयको मेजर सब्जेक्टहरूमा समस्या छ, आउनै मान्दैन टिचरहरू। त्यसले गर्दा स्थानीय उत्पादन हुनु पर्यो भन्ने कुरा हो। त्यसै गरी फेरि त्यहाँ पढ्ने विद्यार्थीहरू जो अब्बल छन् तर पनि उनीहरूको के अरे उच्च शिक्षाको यात्रा अनिश्चित छ भनेपछि त्यसको लागि पनि यो अभियान, यो के अरे पहल आवश्यक छ। गर्दाखेरि हाम्रो तमुहरूको हरेक क्षेत्रमा उपस्थिति न्यून छ। हरेक तह तबकामा हामी पुग्नु पर्यो, त्यसको लागि पनि यो पहल आवश्यक छ। गर्दाखेरि शिक्षा अभियान अन्तर्गत यसरी नै एउटै अभियानले हरेक समस्यालाई समाधान गर्ने एकदम के अरे महत्त्वपूर्ण अभियान हो यो। गर्दाखेरि हामी 10 जना विद्यार्थी अहिले राख्दैछौँ। त्यो 10 जना विद्यार्थी भोलिको दिनमा विभिन्न तह तबकामा कोही गाउँमा फर्केर के अरे शैक्षिक पाटो सम्हाल्छ, कोही के अरे निजामती सेवामा जाला, कोही आर्मी पुलिस कता गएर सबैले आफ्नो आफ्नो पाटो सम्हाल्नेछ, आफ्नो आफ्नो उपस्थिति दिनेछ। गर्दाखेरि यस्तो खालको ट्यालेन्टेड विद्यार्थीहरूलाई आर्थिक अभावले कोल्याप्स हुन नदिन, ड्रप आउट हुन नदिन तपाईँ हामी सम्पूर्ण तमुको दायित्व हो। त्यसले गर्दाखेरि यो हाम्रो भिडियोको अन्तिममा
युग ज्योति फाउन्डेसनको यो संस्थागत हो हामी, त्यसको QR कोड छ, तपाईँले 1 रुपियाँ हाल्नुहोस्, 2 रुपियाँ हाल्नुहोस्, 10 रुपियाँ हाल्नुहोस्, 50 रुपियाँ हाल्नुहोस्, कति इच्छा लाग्छ, तर हरेक तमुले यो चाहिँ योपालि यो अभियानमा सहभागिता जनाउनुपर्छ भन्ने हाम्रो अनुरोध हो। गर्दाखेरि 1 थुकी सुकी 1000 थुकी नदी भनेपछि हामी यो 10 जना विद्यार्थी मात्र होइन, भोलि यसरी गाउँघरमा छरिएको तमु विद्यार्थीहरू जो चाहिँ देशको सेवा गर्न चाहन्छ, गाउँको सेवा गर्न चाहन्छ, उसको परिवारको त कुरै नगर्नु, सेवा भइहाल्छ, उसले गरिहाल्छ। गर्दाखेरि यो खालको महान अभियानमा पुण्यको पनि पुण्य, सबभन्दा ठुलो महापुण्य यो शैक्षिक पुण्य कमाउनको लागि तपाईँ सम्पूर्णलाई विनम्र अनुरोध गर्दछु। धन्यवाद।